Hi guys, Tashi Dile, welcome back to my channel. And जसले फर्स्ट टाइम हेरिरहनु भएको सबैजनालाई मेरो नाम चाहिँ ग्याछो हो है। अन्त अहिले चाहिँ फिलहाल अन्त हामी शिलङ आएको थियो है। अन्त शिलङमै छौँ। अन्त आज चाहिँ हामी बडा बजार घुम्न जाँदैछु। अन्त आजको ब्लग चाहिँ यही बारेमा हो कि बडा बजारमा के हुन्छ के छ है। अन्त तपाईहरुलाई पनि अलिकति देखाउँछु सम्झेर चाहिँ आज हामी बडा बजार गइरहेछु। अन्त तपाईहरु इन्जोय गर्नुहोस् है आजको ब्लगलाई। जो चल्छ हाम्रो ठुलो जोजो हो त्यो मनिसँगै जो रल्जो अन्त भाउजू हुनुहुन्छ है। अन्त आज चाहिँ हामी घुम्नुलाई जाँदैछौँ। अन्त बाइक चाहिँ के भोलि कुदाउने जोजो चाहिँ भोलि कुदाउने तपाईँले तपाईँले कुदाउनु भएदेखि त राम्रो होइन। कुदाउँदैछ कुदाउँछ है कस्तो अरे कस्तो अरे ल हुन्छ भोलि होइन भोलि बिहान लगाइजाउँ न। भोलि बिहान ल जोजो ल ल ल त्यसो नभन्नु न विचार फेरि मन दुख्छ। A few moments later. गाइस आजको चाहिँ ब्लग चाहिँ अलिक ढिलो गर्यो किनकि अलिकति हामी हिजो पुरा थाकेको थियो है। थाक्दाखेरि चाहिँ अन्त अब बिहान उठ्नु पुरा बोरिङ लाग्यो। अनि त्यसले गर्दामा आजको ब्लग चाहिँ अलिक ढिलो हुन्छ हो। ढिलो भएछ ब्लग गर्नु चाहिँ अलिक। अहिले त कति बजेछ भने 5:30 जस्तो भएछ हो। र पनि म तपाईँलाई हल्का बडा बजार भनेको यहाँको शिलङको चाहिँ बडा बजार भन्ने धेरै नाम चलेको बजार हो अरे। त्यसले गर्दामा आज चाहिँ अन्त बडा बजारको अलिक तपाईँलाई अलिकति बाटो देखाउँछु सम्झ्यो है। यहाँ चाहिँ हाम्रो भाउजूले पुरा बार्गेनिङ गरिरहनु भएको छ हो। भाउजू कति पर्यो? हाम्रो दाजुले चाहिँ उहिले यसलाई के अरे जोजो यसलाई जोजो आज फर्स्ट टाइम सुनेको नि पम्सी हेऱ्यो नि यसलाई चाहिँ यसलाई पपाएर चाहिँ जोजोले पम्सी त यत्रो छ भन्दा न अब चाहिँ जोजोले बडा बजारको बारेमा अलिकति बताइदिनुहुन्छ। जो बडा बजार भन्ने चाहिँ के हो मलाई अलिक बताइदिनुहोस् न। यो बडा बजार चाहिँ शिलङको एउटा मेन बजार हो होइन। जहाँ चाहिँ आज भनौँ भने गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा पनि यसको नाम छ। जोडले भनिदिनुहोस् है। यो बजार एकदमै युनिक बजार हो है बडा बजार नि। अच्छा थ्याङ्क यू है तपाईँले अलिकति इन्फर्मेसन दिनुभयो हो। अन्त यहाँनिर चाहिँ सब्जीहरूदेखि लिएर टाक्टु यहाँनिर पाइँदो रहेछ। फेरि यहाँनिर फेरि ढिलो गऱ्यो भने चाहिँ मलाई छोडिदिने रहेछ दाजुहरूले हो। हराउँछ नि फेरि म यहाँनिर म हरायो भने फेरि कहाँ खोज्ने।
खुर्सानी जोड छनाइ हुँदैछ हो अन्त घरमा गएर चाहिँ एमादाची बनाएर खाने भनेर सम्झेको ढुक्पाको डिस हो अन्त खुर्सानी जोड किन्दैछ यहाँनिर हाम्रो स्पेसल हाम्रो यहाँ हाम्रो लाम्बा जोजोले ढुक्पाको डिस खाने हुने रे हो त्यही कारण खान्छ त ढुक्पाको खाना खानु मनपर्छ है ढुक्पाको डिस खानुपर्छ अब मछली मार्केट रहेछ हो अन्त माछा दोकानमा चाहिँ खाजा नजाउँ सम्झेको थियो आफै तपाईँहरूलाई देखाउनुपर्छ भनेर जानु पऱ्यो किनकि म आफै भेज भएको कारणले गर्दा म चाहिँ सुकुटीको दोकान हेरेँ सुक्खा यहाँ चाहिँ सुक्खा माछाहरू पाइँदो रहेछ यहाँनिर चाहिँ पानको पत्ताहरू आउँदो रहेछ छर्म त रहिदो है सबै चाहिँ पाइहाल्दो रहेछ कटुस हो सोया भनेको के हो यो सोया भनेको यो फ्रुट हो के यो चाहिँ आम्ला त चिन्छु नि यो चाहिँ थाहा भएन यो चाहिँ चिनेन मैले खाने यो कर्नु कम आइवे यति खाने चाहिँ यसरी कि के हो यो चाहिँ सोयाङ मात्दैन के यो चाहिँ सोयाङ हेरे हो यो खानु न सोयाङ कटुस साक्नु पाउँदैन कटुस चाहिँ हो छोड्नु कटुस साक्छ र खाने आम्मामा यो त के बोक्रा मात्रै छ नि हो दाना कम्दैन यहाँ उता चाहिँ मासुको दोकान रहेछ हो अन्त मासुको दोकान चाहिँ अघि मैले तपाईँलाई धेरैचोटि देखाएँ हो त्यसले गर्दा म आफै भेज भएको कारणले गर्दा म जानु नसक्ने छ है अन्त अब अरू चिज हेरौँ न है शिलङको सबभन्दा फेमस चिज चाहिँ यो रहेछ के अरे नाम चाहिँ गोवा तामुल अरे तामुल भन्दो रहेछ हो गोवा अरे अन्त यो पान पत्ता अरे आमा घुम्नु निस्किला त त्यसो भने म उठिदो यहाँ चाहिँ अलिक अँधेरो भएकोले गर्दा म अलिक देख्दैन रहेछ गाइस यो बडा बजार चाहिँ धेरै ठुलो भएको कारणले गर्दा मैले सबै क्याप्चर गर्न सकिनँ है अन्त नेक्स्ट ब्लग पनि यो सँगै कन्टिन्यू हुनेछ है अन्त तपाईँहरूले आशा गर्छु लाइक गर्छ भनेर किन तसिदिलले है सबैजनालाई है अन्त हिजोको ब्लग चाहिँ मैले एन्ड गर्नु पाइनँ अन्त त्यसले गर्दा म आज पनि कन्टिन्यू हिजोको सँगै ब्लगसँगै आज मैले कन्टिन्यू गर्नु गइरहेको छु किनकि हिजोको चाहिँ ब्लग त्यस्तै भयो अन्त रात परेर अन्त आज चाहिँ म पुलिस बजार आइरहेको छु यहाँको के भन्छ शिलङको अब राम्रो बजार हो भनेर भन्नु थियो हो अन्त टिभी त म तपाईँहरूलाई देखाउनु कोसिस गर्छु है तपाईँ इन्जोय गर्नुहोस्
पुलिस बजारकै साइडमै घुम्दैछु म खाने माने त भयो अता हाल्नु नि यसमा अता हाल्नु यो चाहिँ पुलिस बजार हो यहाँको पुलिस बजार भन्दा रहेछ यो बजारको नाम चाहिँ अन्त शिलङ भन्ने यहाँ लेखेको रहेछ लुगा ट्रायल गर्नु आएको हो कस्तो लाग्यो तपाईँले कमेन्ट्स गरेर बताइदिनुहोस् है नभए कस्तो देख्दैछ भनेर है मलाई आजको यो के अरे टी सर्ट चाहिँ हाम्रो जोजोले किनिनु भयो जोजो थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच फर गिफ्ट यो चाहिँ मलाई जोजोले बर्थडे गिफ्ट दिनुभएको अरे हो अन्त हामीले तलबाट किनेर आएको अब चाहिँ हामी भित्र जाँदैछौँ फेरि यतै शिलङ पुलिस बजारमा हामी घुमिरहेछौँ हो पुलिस बजारमा धेरै राम्रो राम्रो चिजहरू चाहिँ पाउँदो रहेछन् अन्त तपाईँहरू पनि टाइम पायो भने यसो घुम्नुको लागि आउनुहोस् यहाँनिर यस्तो यस्तोहरू पुरा रहेछ यहाँनिर होलसेलमा सबभन्दा खतरा चाहिँ यहाँ बेच्दो रहेछ नि त कसरी के चाहिँ यो हेर्नु नि सबभन्दा खतरा पिरो भएको त्यो खुर्सानी यो हो नि यो चाहिँ मणिपुरी खुर्सानी भन्छ हो धेरै पिरो खतरा आमा सबभन्दा पिरो खुर्सानी यो हामी चाहिँ पुलिस बजारबाट फर्केर घर जाँदैछौँ हो अन्त सब पछाडि पनि देखाइदिन्छ जो सबै हाम्रो छोरी हो ताङ त्यस्तो गर्छ हाम्रो छोरी युट्युबमा आउँछ नि हाई गरिदियो है लाइक सब्सक्राइब एन्ड सेयर भन कमेन्ट सेयर भनेको चाहिँ एकदम भालु शेयर खत्म बाय बाय टाटा गुड बाय गया अब आएँ फेरि अब युट्युबमै अब स्कुल अब लेफ्ट लेफ्ट लेफ्ट
ओके यो बाटो त अलि पुलिसको हात चाहिँ मोबाइल पछाडि गाइस आज चाहिँ यो माथितिर पनि यो माथितिर पनि घुम्ने हेर्दो रहेछ हो। अन्त म चाहिँ घुम्नु जानु सकिनँ किनकि आजको टाइम पाएन मैले घुम्नु। यसले धेरै फेरि घरमा गएर अलिअलि कामहरू छ हो, त्यसले गर्दा घुम्नु जानु पाएन। अन्त फेरि अब नेक्स्ट टाइम फेरि आएछु भने है अन्त फेरि म तपाईँलाई घुमेर देखाउने कोसिस गर्छु है। अन्त हिजोको र आजको ब्लग चाहिँ सँगै दुइटा सँगै मिलाएर म तपाईँहरूलाई देखाउने कोसिस गर्दैछु किन हिजो पनि मैले ब्लगको एन्ड गर्नु पाएन। अन्त आज चाहिँ म यहीँनिर पुलिस बजारभित्रै बसेर म ब्लगको एन्ड गरिरहेको छु हो। अन्त आशा गर्छु तपाईँले मन पराउनुहुन्छ भनेर हो। अन्त प्लस के हो भन्दाखेरि अन्त तपाईँले मलाई चाहिँ मेरो 200 पुग्न आँट्यो। मेरो 2 हप्ता मात्रै हुँदैछ ब्लगको यो गरेर हो। अनि तपाईँले धेरै माया देखाउनु हुँदैछ मलाई, माया गरेर तपाईँले 200 पुग्नु आँटेको छ हो। अनि तपाईँले प्लिज जसले हेर्नु हुँदैछ तिनीहरूले चाहिँ मलाई प्लिज हेरेर सब्सक्राइब र लाइक सेयर चाहिँ गर्नु नबिर्सिदिनुहोस् न। अन्त फेरि अन्त नेक्स्ट ब्लगमा फेरि म तपाईँलाई अझै अर्को जग्गामा गएर तपाईँहरूलाई देखाउने कोसिस गर्छु। अहिले हामी शिलङमै छौँ हो। अन्त त्यसो भए नेक्स्ट ब्लगमा फेरि भेटौँ होला। ओके बाई बाई, टेक केयर।